जना मान्छेलाई प्र्याङ्क गर्दैछौँ है। कुछ शर्म आया है? पुरा इन्गेजमेन्टको बेला चाहिँ यता है फेरि कुरा मिलाउने त हो हैन। यस्तो त्यस्तो इन्गेजमेन्ट गरेको भनेर मैले गरेको भनेर त्यसरी उ गरेछ। तिनीले चाहिँ लास्ट डे सिरियसली लिइरहेछ। त्यो फोनमा बोलेको चाहिँ हतपत भिडियो गर्नु हेरौँ भोलि कस्तो हुन्छ हैन। कुरा गर्ने चाहिँ यिनीहरू सामान ल्याउन आउने मेरो इन्गेजमेन्टको सामान ल्याउन आउने केटाहरू चाहिँ हामी चाहिँ नाता नि त गाउँले बिहे गरेको भन्ने चाहिँ यो है यो बौला यो म चाहिँ एकदम सोझो हो नि त। A few moments later. माग्नु चाहिँ पारा ट्याक्कै लाएर जाओस् केटा चाहिँ एकदम खुसी छ भ्याइदिइहालेछ नि मान्छे मान्छेको दिमाग खुसी चाहिँ केही पनि लाग्दैन क्या के गर्नु अब है यस्तै छ केटा आज खुसी छ अब छोडी जान्छ भनेर होला नि नदेखाएको दाइले बुढी ल्याउँदा तपाईँ के भन्न चाहनुहुन्छ? अनि तपाईँ चाहिँ के भन्न चाहन्छ र चाहनुहुन्छ राजन दाइले बुढी ल्याएको खबर? मलाई धेरै धेरै बधाई होस्। अनि बधाईहरु चाहिँ यति होस् कि हैन मैले खेलाउँदा काबु। अनि तपाईँ चाहिँ के भन्न चाहन्छ र चाहनुहुन्छ राजन दाइले बुढी ल्याएको खबर? मलाई धेरै धेरै बधाई होस्। अनि बधाईहरु चाहिँ यति होस् कि हैन मैले खेलाउँदा काबु। हुनु पर्यो। तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ राजन दाइले? तपाईँ चाहिँ किन जेलस हुनुभएको? अनि तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ राजन?